यो चाहिँ बीबीएस फर्स्ट इयरको वान अफ द इम्पोर्टेन्ट क्वेसन है त स्क्विनेस क्रुटोसिस र मोमेन्टको। यहाँनिर चाहिँ हामीले 32 नम्बरमा टेकिङ इन अकाउन्ट द गिभन इन्फर्मेसन कमेन्ट अन द नेचर अफ डिस्ट्रिब्युसन भनेको छ। यो नेचर अफ डिस्ट्रिब्युसन भन्ने बित्तिकै हामीले चाहिँ के निकाल्नुपर्छ भन्दाखेरि स्क्विनेस र क्रुटोसिस निकाल्नुपर्छ। अब यहाँनिर हामीलाई दिएको भनेको समेसन एफ डिएक्स अनि समेसन एफ टी स्क्वायर एक्स त्यसरी दिएको छ नि त। त्यही भएर हामीले चाहिँ के निकाल्नुपर्छ त, यस्तो दिँदाखेरि चाहिँ के निस्किन्छ भन्दाखेरि यो र मुभमेन्ट चाहिँ निस्किन्छ क्या हाम्रो। अब यो र मुभमेन्ट निक्लिसकेपछि हामीले यसबाट चाहिँ सेन्ट्रल मुभमेन्ट निकाल्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ र मुभमेन्ट भनेको के हो भन्दाखेरि ड्यास हुन्छ क्या र मुभमेन्टमा चाहिँ। अब र मुभमेन्ट निक्लिसकेपछि चाहिँ हामीले त्यसलाई चाहिँ कन्भर्ट गरेर चाहिँ सेन्ट्रल मुभमेन्ट बनाउनु पर्ने हुन्छ। जस्तै कि यहाँनिर μ1 छ, यो भनेको चाहिँ सेन्ट्रल मुभमेन्ट भयो। अब μ1 ड्यास भनेको चाहिँ र मुभमेन्ट भयो। अब र मुभमेन्ट लाई चाहिँ सेन्ट्रल मुभमेन्ट बनाउनको लागि चाहिँ के फर्मुलाहरू छ, जस्तै कि यहाँनिर मैले देखाइदिन्छु त्यो फर्मुलाहरू चाहिँ। यो चाहिँ त फर्मुलाहरू रहेको छ, यसलाई चाहिँ चट्ट तपाईँहरूले स्क्रिनसट गरेर पनि राख्न मिल्छ। यहाँनिर माथिदेखि नै हेर्नु, यो सेन्ट्रल मुभमेन्ट र मुभमेन्ट हुन्छ। र मुभमेन्ट निकाल्नको लागि अलिकति इजी हुन्छ, अनि सेन्ट्रल मुभमेन्ट निकाल्नको लागि चाहिँ अलिक धेरै क्यालकुलेसनहरू पनि गर्नुपर्छ यस्तो खालको डाटाहरूमा पनि, यो टाइपको डाटाहरूमा पनि। त्यही भएर चाहिँ हामीलाई चाहिँ यो जस्तै र मुभमेन्ट निकाल्न दिएको छ भने चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि र मुभमेन्टलाई यसरी सेन्ट्रल मुभमेन्टमा कन्भर्ट गर्नु पर्यो। अब μ1 निकाल्नको लागि μ1 ड्यास माइनस μ1 गरेर 0 निक्लिन्छ जहिले, μ2 निकाल्नको लागि μ2 ड्यास माइनस μ1 ड्यासको स्क्वायर गर्नुपर्छ। अनि μ3 निकाल्नको लागि यो 32 याद राख्ने, अनि 32 याद राखेर चाहिँ μ3 ड्यासमा 3 इन्टु μ2 ड्यास अनि इन्टु μ1 ड्यास गर्ने। अनि यो 2 मा चाहिँ μ1 ड्यासको क्युब किन त भन्दाखेरि यहाँ 3 छ नि त, त्यही भएर यहाँ चाहिँ क्युब हुन्छ। अब 4 निकाल्न पनि सजिलो छ। 4 निकाल्नको लागि 463 याद गर्ने। 463 याद गरिसकेपछि सबैभन्दा सुरुमा μ4 ड्यास लेखिहाल्ने, अनि त्यस पछाडि सुरुमा माइनस हुन्छ अनि माइनस लेख्ने, अनि त्यस पछाडि प्लस आउँछ प्लस लेख्ने, अनि फेरि माइनस आउँछ माइनस लेख्ने। अब माइनस 4 μ3 ड्यास अनि μ1 ड्यास। अब 3 र 1 जोड्दाखेरि 4 भइहाल्यो। अनि त्यस पछाडि यहाँनिर पनि 3 मा चाहिँ 2 र 1 जोड्दाखेरि 3 भएको थियो नि त, त्यसरी नै यहाँनिर पनि 3 र 1 जोड्दाखेरि 4 भयो। अब प्लस, यो प्लस, अनि त्यस पछाडि 6 μ2 ड्यास इन्टु μ1 ड्यासको स्क्वायर किन त भन्दाखेरि यहाँ त 1 र 2 गरेर 3 मात्र भयो नि त, तर यहाँ स्क्वायर गरिसकेपछि चाहिँ यो 2 हुन्छ, यो पनि 2 हुन्छ, यो दुईवटा छ, यहाँ पनि दुईवटा छ गरेर 4टा भयो। अब यो 3 माइनस पनि याद गर्ने, 3 पनि याद गर्ने। अब माइनस 3 μ1 ड्यासको क्युब पावर 4 किन 4 त भन्दाखेरि यहाँ 1 मात्र छ नि त, तर यसलाई चाहिँ 4 चोटि लेखेको हुनाले चाहिँ 4 भयो। यो 4 यहाँनिर μ4 निकालेको कारण। अब यति निकालिसकेपछि चाहिँ हामीले यसमा सबैमा भ्यालु हालेर यति निकालिसकेपछि चाहिँ सुरुमा हामीले μ1 ड्यास 0 निकाल्यौँ, त्यस पछाडि यो μ2 1.5204 निकाल्यौँ, अनि μ3 भनेको यहाँ 0.214 निकाल्यौँ। अब μ4 चाहिँ हामीले यहाँनिर 4.73 निकाल्यौँ। अब यसरी यति निकालिसकेपछि हाम्रो अर्को काम के रह्यो त भन्दाखेरि, अर्को काम भनेको स्क्विनेसको β1 निकाल्ने र यसको यहाँनिर नेचर लेख्ने, अनि यसको क्रुटोसिसको β2 निकाल्ने र यसको नेचर लेख्ने हैन। यहाँनिर चाहिँ अब β1 निकाल्नको लागि μ3 को स्क्वायर बाई μ2 को क्युब हुन्छ, अनि μ3 को स्क्वायरमा μ3 को भ्यालु हालेर यसलाई स्क्वायर गरिदिने, μ2 को भ्यालु हालेर यसलाई क्युब गरिदिने। 0.01 भएको कारणले चाहिँ यो नियरली 0 भयो, त्यही भएर यसलाई चाहिँ नियरली सिमेट्रिकल लेख्न मिल्छ। 0 भन्दा ठुलो थियो भने पोजिटिभली स्क्विड हुन्थ्यो, अनि 0 भन्दा सानो थियो भने नेगेटिभली स्क्विड हुन्थ्यो। अब हामीलाई चाहिँ के थाहा पाउनु पर्ने हुन्छ भन्दाखेरि यो β2 जुन छ क्रुटोसिस निकाल्दाखेरि β2 निकालिन्छ, जुन चाहिँ कि μ4 बाई μ2 को स्क्वायर हो। अनि यसमा चाहिँ भ्यालु हाल्ने, अनि यहाँ स्क्वायर गरेर यति भ्यालु आउँछ। अब यो चाहिँ यदि 3 भन्दा चाहिँ सानो भयो भने यसलाई प्लेटाइक्रिटिक भनिन्छ हैन, अनि 3 भन्दा चाहिँ ठुलो भयो भने चाहिँ यसलाई ल्याप्टोक्रिटिक भनिन्छ, अनि 3 सँग इक्वल भयो भने चाहिँ नर्मल अथवा मेसोक्रिटिक भनिन्छ क्या। अब यो चाहिँ हाम्रो 3 भन्दा सानो छ, त्यही भएर चाहिँ हाम्रो यो चाहिँ प्लेटाइक्रिटिक हुन्छ। यसको स्टेप बाई स्टेप सल्युसन चाहिँ अब यो रहेको छ हैन। सुरुमा चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि सुरुमा चाहिँ हामीले
सबै भ्यालुहरू के दिएको छ त्यो लेख्नु पऱ्यो। अनि त्यस पछाडि हामीले यो र मोमेन्ट निकाल्नु पऱ्यो। अब र मोमेन्टको युज गरेर हामीले फर्मुला हालेर सेन्ट्रल मोमेन्ट निकाल्नु पऱ्यो। μ1 μ2 μ3 μ4 μ1 त ननिकाल्दा पनि हुन्छ, किनभने यो जहिले पनि 0 हुन्छ र यो काम पनि छैन यसको। अनि त्यस पछाडि हामीले यो सबै गरिसकेपछि चाहिँ के गर्ने त भन्दाखेरि यहाँनिर फर्मुला हाल्ने स्क्विनेसको β1 र क्रुटोसिसको β2 गरेर भ्यालु निकाल्ने अनि यसलाई कम्पेयर गर्ने। यदि यो 0 छ भने सिमेट्रिकल हुन्छ, 0 भन्दा ठुलो छ भने पोजिटिभली स्क्विड, 0 भन्दा सानो छ भने नेगेटिभली स्क्विड। अब β2 मा चाहिँ हाम्रो के गर्ने त भन्दाखेरि 3 सँग कम्पेयर गर्नु पर्यो। 3 सँग इक्वल छ भने मेसोक्रिटिक, अनि त्यस पछाडि 3 भन्दा ठुलो छ भने यो ल्याप्टोक्रिटिक हुन्छ, अनि 3 भन्दा सानो छ भने प्लाटाइक्रिटिक हुन्छ। यति नै हो हाम्रो यसको स्टेप चाहिँ। यो सजिलै छ, गर्न चाहिँ सकिन्छ हैन। यो एउटा यहाँनिर पनि छ क्वेसन भनेको, अरु त मैले त्यति धेरै त देखेको छैन। यहाँनिर पनि छ एउटा क्वेसन चाहिँ छन चाहिँ यस्तो फर्ममा। यस्तो क्वेसनहरू आउन चाहिँ सक्ने सम्भावना छ, किनभने यो पहिला नै दिएको थियो, अहिलेसम्म धेरै वर्ष भइसक्यो दिएको छैन। अब यो आउन चाहिँ सक्छ क्या फेरि यस्तो क्वेसनहरू चाहिँ। त्यही भएर चाहिँ मैले यो चाहिँ एकदम इम्पोर्टेन्ट जस्तै लागेर मैले गराइदिएको।